नमस्कार। शाखा अधिकृतको तयारी त्यो पनि इङ्ग्लिस र नेपाली मिडियममा स्मार्ट जेकेले लिएर आउँदैछ हो। विद्यार्थी साथीहरूले स्पेसल्ली इङ्ग्लिस मिडियममा तयारी गर्न पाइन्छ कि पाइँदैन भनेर क्वेरी गर्दाखेरि स्मार्ट जेकेले आफ्नो तयारी चाहिँ अब इङ्ग्लिस मिडियमलाई फोकस गरेर हैन विषय विज्ञ फ्याकल्टिजहरू मार्फत क्लास गराउँदैछ। यसको लागि बृहत ओरिएन्टेसन यही जेठ 21 गते अर्गनाइज गरेको छ हो। तपाईहरुले पढ्न चाहिँ कलेज स्कुलहरुमा पढ्दाखेरि इङ्ग्लिस मिडियममा पढ्नुभयो, अब आफ्नो करियरको लागि चाहिँ नेपाली मिडियममा तयारी गरेर हुँदैन। त्यसको लागि नि इङ्ग्लिस मिडियममै क्लास हुनुपर्छ र तपाईको बेस बमोजिम तयारी हुनुपर्छ। त्यसैलाई मध्यनजर गर्दै स्मार्ट जेकेले फेरि पनि मैले भने यही 21 गते बृहत ओरिएन्टेसन राखेको छ। यसमा सबैजना सरहरू एउटै फ्रेमवर्कमा उभिएर क्लास कसरी हुन्छ, सो कुन विषयमा कसरी पढ्नुपर्छ, ब्यालेन्सिङ कसरी गर्नुपर्छ र हाम्रा क्लासका विशेषताहरू के हुनेछन्, क्लास चाहिँ कसरी अगाडि बढ्नेछ, तपाईहरुलाई शाखा अधिकृत हुनको लागि एउटा जुन पर्फेक्सन अर्थात् जुन क्यापासिटी अथवा एबिलिटिज विद्यार्थीमा हुनुपर्छ त्यो कसरी इन्हेन्स गर्ने, राइटिङ टिप्स, एक्जामका कुरा, एक्जामका सिरिजका कुरा, त्यो सबैलाई हामीले समेटेर ओरिएन्टेसन हैन एउटा अर्गनाइज गरेका छौं। यो ओरिएन्टेसनमा तपाई भाग लिनको लागि तल दिएको नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ या स्मार्ट जेकेको फेसबुक या व्हाट्सएपमा कल गर्न सक्नुहुनेछ। सो त्यो मार्फत जोडिएर आफ्नो सिट बुक गर्नु होला ताकि भोलिको ओरिएन्टेसनमा तपाईहरु नछुट्नुहोस्। हस्, थ्यांक यू, धन्यवाद।